यी हुन् मोहम्मद आदिल अलाम अन्सारी। नेपाल क्रिकेटमा एक समय यस्तो खेलाडी थिए जसलाई भविष्यको स्टार मानिन्थ्यो। तेज बलिङ, आक्रामक ब्याटिङ र उत्कृष्ट फिल्डिङका कारण उनले छोटो समयमा राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे। तर अचानक एउटा विवादले उनको करियर नै रोकियो। आज हामी कुरा गर्दैछौँ नेपाली क्रिकेटर मोहम्मद आदिल अलामको। उनको सङ्घर्ष, सफलता, स्पट फिक्सिङ, आरोप, पक्राउ, प्रतिबन्ध र पुनरागमनको कथा। त्यसो त मोहम्मद आदिल अलाम रौतहट सिमरनगढ क्षेत्रका प्रतिभाशाली क्रिकेटर हुन्। दायाँ हाते मध्यम गतिका बलर तथा अलराउन्डर आदिलले उमेर समूहदेखि नै राम्रो प्रदर्शन गरेका थिए। उनको प्रतिभाका कारण उनी नेपाल अन्डर 19 हुँदै राष्ट्रिय टोलीसम्म पुगे। उनले नेपालका लागि ओडिआई र T20I दुवै खेल खेलिसकेका छन्। सन् 2022 मा आदिलले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे। उनको आक्रामक ब्याटिङ शैली र डेथ ओभरमा छिटो रन बनाउने क्षमताले धेरै समर्थकहरूको ध्यान खिच्यो। नेपाल क्रिकेटमा उनी भविष्यका फास्ट बलिङ अलराउन्डरका रूपमा हेरिन्थे। सन् 2022 को अन्त्यमा नेपाल T20 लिग आयोजना भयो, तर प्रतियोगिता चलिरहँदा स्पट फिक्सिङ, खेलाडीलाई तलब नदिएको र प्रतियोगिता व्यवस्थापन सम्बन्धी विभिन्न विवादहरू बाहिरिएका थिए। प्रतियोगिताका क्रममा केही खेलहरूमा अस्वाभाविक घटनाहरू देखिएको भन्दै चर्चा सुरु भयो। यही क्रममा आदिल आलमको नाम पनि अनुसन्धानमा तानियो र त्यति मात्र नभएर चर्चित कमेन्टेटर सचिन तिमा सिन्हाले पनि आदिल आलमको भिडियो बनाउँदै उनीले स्पट फिक्सिङ गरेका हुन् भनेर उनीलाई आरोप लगाइरहेका थिए। नेपाली राष्ट्रिय टिममा खेलिसकेका एकजना चाहिँ अलराउन्डर छन्। तिनले एउटा ओभरमा बलिङ गरे। त्यो ओभर उनले सुरु गर्नुभन्दा अगाडि यति लामो उनले नो बल हाले, हैन। 23 जनवरी 2023 नेपाल प्रहरीको CIB ले आदिल आलमलाई स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ गर्यो। उनीसँगै पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पनि नियन्त्रणमा लिएको थियो। त्यसपछि नेपाल क्रिकेट सङ्घले उनलाई सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गर्यो। एकै क्षणमा राष्ट्रिय टोलीका उदयमान खेलाडीको करियर नै रोकियो। क्रिकेटबाट निलम्बित भएपछि आदिलको जीवन पूर्ण रूपमा बदलियो। राष्ट्रिय टोलीबाट बाहिरिएपछि उनले आर्थिक र मानसिक कठिनाई दुवै भोग्नु पर्यो। नेपालमा क्रिकेट खेल्न नपाएपछि उनले भारतको बिहार क्षेत्रमा टेनिस बल क्रिकेट प्रतियोगिता खेल्दै जीवन अघि बढाए। पहिले राष्ट्रिय टोलीको जर्सी लगाउने खेलाडी अब टेनिस बल क्रिकेट खेल्न बाध्य भएको अवस्था धेरै समर्थकका लागि भावुक विषय बन्यो। लामो अनुसन्धानपछि मुद्दा अदालतमा पुग्यो। मार्च 2024 मा काठमाडौँ जिल्ला अदालतले आदिल आलम सहित अन्य आरोपितहरूलाई पर्याप्त प्रमाण नपुगेको भन्दै सफाई दियो। अदालतको निर्णयपछि क्यानको इन्टिग्रिटी कमिटीले विषय पूर्ण समीक्षा गर्यो। मे 2025 मा क्यानले आदिल आलममाथिको प्रतिबन्ध हटाउँदै उनलाई पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य घोषणा गर्यो। यससँगै उनको राष्ट्रिय क्रिकेट करियरको नयाँ जीवन सुरु भयो। And he's got big power hitting levers. That has gone many a mile. Welcome back to international cricket, Mohammed Adil Alam. यदि तपाईहरू यो च्यानलमा नयाँ आउनुभएको छ र सब्स्क्राइबै गर्नुभएको छैन भने एउटा सब्स्क्राइब र लाइक सेयर पनि गरिदिनु होला। अदालतबाट सफाई पाएपछि र क्यानले प्रतिबन्ध हटाएपछि आदिल आलमले क्रिकेटमा पुनरागमन गर्ने अवसर पाए। धेरै समर्थकहरू उत्साहित थिए। कतिपयले उनले अन्यायको शिकार भएको खेलाडीका रूपमा हेरे भने कतिपयले उनी फेरि पुरानै लयमा फर्किन्छन् कि भनेर प्रतीक्षा गरिरहेका थिए। उनले पूर्ण राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए र विभिन्न प्रतियोगिताहरूमा अवसर पाए। कमब्याकपछि आदिललाई राष्ट्रिय टोलीमा अवसर दियो र वेस्ट इन्डिज विरुद्धको युनिटी कप र त्यसपछि T20I विश्वकप छनौट अभियानमा पनि उनी टोलीमै थिए। तर लामो समय क्रिकेटबाट टाढा रहनु, मानसिक दबाव र प्रतिस्पर्धात्मक क्रिकेटमा पूर्ण घुलमिल हुनुपर्ने चुनौतीका कारण उनीबाट अपेक्षा गरिएको प्रदर्शन भने देखिएन। उनले केही झल्को भने अवश्य देखाए, तर समर्थकहरूले जुन स्तरको प्रभावको अपेक्षा गरेका थिए त्यो निरन्तर रूपमा आउन सकेन। पछि नेपाल प्रिमियर लिगमा मोहम्मद आदिल आलमले काठमाडौँ गोर्खासबाट खेल्ने अवसर पाए। नेपाल प्रिमियर लिगमा पनि आदिलमाथि धेरैको नजर थियो, किनभने यो प्रतियोगिता उनको लागि आफूलाई फेरि प्रमाणित गर्ने ठूलो मञ्च थियो। तर NPL मा पनि उनको प्रदर्शन भने मिश्रितै थियो। कतिपय खेलमा राम्रो सुरुवात भए पनि उनले त्यसलाई ठूलो इनिङ्स वा निर्णायक प्रदर्शनमा रूपान्तरण गर्न सकेनन्। बलिङतर्फ पनि उनी आफ्नो उत्कृष्ट लयमा देखिएनन्। नेपाल प्रिमियर लिग र राष्ट्रिय टोलीबाट प्राप्त अवसरहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न नसकेपछि आदिल आलम 2026 को विश्वकप टोलीमा स्थान बनाउनु असफल भए। समर्थकहरूको अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि पूर्ण राष्ट्रिय टोलीबाट बाहिरिए। आज उनी कहिले भारतको बिहारमा हुने टेनिस बल क्रिकेट प्रतियोगिताहरू खेलिरहेको देखिन्छन् त कहिले घरेलु क्रिकेट प्रतियोगिताहरूमा आफ्नो लय फिर्ता ल्याउने प्रयास गरिरहेका हुन्छन्। एक समय नेपाली क्रिकेटको भविष्य मानिएका आदिल अहिले फेरि एकपटक आफूलाई प्रमाणित गर्ने सङ्घर्षमा छन्। र भिडियोको अन्त्यमा आइपुग्दै गर्दाखेरि म तपाईँहरूले एउटा क्वेसन सोध्छु है त, फेरि पनि मोहम्मद आदिल आलमले राष्ट्रिय टोलीमा कमब्याक गर्ने मौका पाउलान् कि नपाउलान् त कमेन्ट गरिदिनु होला है त। हस् त, आजको लागि भिडियो यति नै। यदि तपाईँहरूले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र लाइक सेयर पनि गरिदिनु होला है त। And it continues to go downhill for the West Indies while Nepal continues.
Thank you.